नमस्ते सबैलाई, स्वागत छ मेरो युट्युब च्यानलमा। अब हजुरहरूले यो अगाडिको देख्ने बित्तिकै तपाईहरुलाई थाहा भइसक्यो कि मैले के को विषयमा ल्याइरहेको छु भनेर। आज चाहिँ हामीसँग 5 वटा मोबाइल सेलमा छन्। ती हुन् एन्ड्रोइड मोबाइलहरू। अब आउँछन् हामी सुरु हुन्छन् र्याम पाइन। यो चाहिँ हाम्रो र्याम पाइन हो। र्याम 1GB, रोम 8GB, फुल्ली फ्रेस छ, नो एन्ड प्रब्लम। यसको चाहिँ प्राइस हामीलाई जम्मा 5000 मात्र छ। हेर्नुहोस् कतिको फ्रेस छ भनेर तपाईहरुले हेर्न सक्नुहुन्छ यो भिडियो मार्फत। यसलाई पर्छ जम्मा 5000 मात्र। अनि त्यसपछि आउँछ J2 Pro, स्यामसङ J2 Pro हो यो चाहिँ हैन। यो पनि फ्रेसै छ भन्नुभएको छ। डिस्प्ले चेन्ज रे, र्याम 2GB, रोम 16GB। यसलाई पर्न आउँछ हजुरलाई 5000। यो पनि मात्र 5000 छ यसको पनि प्राइस। अनि त्यसपछि आउँछ स्यामसङको ट्याब। हेर्नुहोस् त अहिलेसम्म खोलेको छैन यो मोबाइल। फुल्ली फ्रेस छ, र्याम 2GB, रोम 8GB। भिडियोहरुको लागि एकदम राम्रो छ। अनलाइन क्लासको लागि पनि एकदम राम्रो छ। यसको प्राइस चाहिँ 7500 भन्नुभएको छ। अनि आउँछ हाम्रो Vivo V19 Pro। यसको र्याम 8GB, रोम 128GB सरी। फुल्ली फ्रेस छ, पपअप क्यामेरा हो, एकदम राम्रो छ भिभोको। यसलाई पर्न आउँछ 35000 भन्नुभएको छ। अनि त्यसपछि आउँछ ओप्पोको मोबाइल। र्याम फुल्ली फ्रेस छ, यो पनि टच चेन्ज हो। डिस्प्ले, र्याम 3GB, रोम 32GB। क्यामेराहरु पनि राम्रो छ, सबै राम्रो छ। यसलाई चाहिँ प्राइस 8000 भन्नुभएको छ।